अब मिक्लाजोङ डाँडाको भ्रमणमा हामी लाग्यो। यहाँ हुलाकदेखि मिक्लाजोङ डाँडाको 1 घण्टाको उकालोमा कहिले जिउ फुर्ती गरेर कुद्न पनि मन लाग्थ्यो। यसरी एउटामा देवस्थल म स्वार्थी भएको होइन, यात्रा अगाडि म बढ्दैछ। स्वार्थी भएको होइन, बस अलिकति दूरी मात्र बढाएको हुँ ती मान्छेहरूबाट जसलाई म हुनु र नहुनुमा कुनै मतलब नै छैन। से लड़ रहा हूँ, खुद से झगड़ रहा हूँ, आँखों में नींद ही। मिक्लाजोङ डाँडामा धुमधामसँग पूजा गर्ने स्थानहरू छ। यहाँ र अब मिक्लाजोङ डाँडामा यस्तै डाँडा छ। अब भने हामी फर्किन्छौँ गर्दै यहाँबाट फर्किन लागिरहेछु। अब यहाँनिर पहिलेको तीर्थयात्रीहरूले यहाँनिर पूजा गरिसक्नु भएको छ। अनि यस पछाडि हामी डाँडाबाट तल लागिरहेछौँ। अरू डाँडाहरू त मिक्लाजोङ डाँडाबाट झर्दै गर्दाखेरि अलिक वरिपरिको डाँडाहरू अलिक तल देखिन्छन्। धेरै निच्च देखिन्छ। निकै तल नै हेर्नुपर्ने महसुस हुन्छ। साथ निभाउनेलाई थाहा हुन्छ, आश देखाउनेलाई होइन। माया विश्वास गर्नेलाई थाहा हुन्छ, शङ्का गर्नेलाई होइन। पीडा आँसु पुछ्नेलाई थाहा हुन्छ, तमासा गर्नेलाई होइन। मिक्लाजोङ डाँडाको फेदीमा झर्दा झर्दैको दृश्य पनि कैद गर्न केही मैले भ्याएसम्म अहिले हामी मिक्लाजोङ डाँडाबाट फेदीमा यो हाम्रो लिम्बा भन्ने ठाउँमा आइपुगेको छौँ। यहाँको पोखरी केही कैद गर्न सफल भइरहेको छौँ। यहाँ हामीले फोटो खिच्ने तर्खरमा छौँ। फोटो खिच्दै रमाउँदै आइरहेका छौँ। अझ यो नेपाली सिमचाली संसारमा लम्किन्छ, जुन किरी चाहिँ ज्योति बाली अन्धकारमा चम्किन्छ। अब हामी पूर्वतर्फ लाग्दैछौँ। हाम्रो मिक्लाजोङ डाँडादेखि हामी अब पञ्चमी बजारपट्टि आउँदैछौँ। कनेटार हुँदै पञ्चमी तर्खरमा छौँ। हामी यहाँको दृश्यहरूलाई कैद गर्दै हामी आउनुपर्ने हुन्छ। लज्जा होती झर जस्तै
अब भने रमिती बजार अस्ति डाँडाबाट हामी उता पञ्चमीतर्फ लाग्दैछौँ। पश्चिममा उत्तिसे र पारी देखेको नागिन डाँडा हो।